न रूपले दिन्छ तपाईलाई छामछुम गरे जस्तै हो कुसु 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 कानमा त्यो अब बुढी आफूलाई सपोर्ट गर्ने नपरेपछि सबैले हेप्छ भन्थे हो रहेछ यदि तपाईहरुलाई विश्वास लाग्दैन भने यो प्रकाश भुजेलको बुढाबुढीको तमासा हेर्नुस् हो भने हेर त अनि किन त नि सरी जहिले पनि तपाई बुढा र बुढीको विषयमा खाली किन व्हाट द फक अब आफ्नै जोइ वाउ मेरै जोइ हो भन्थ्यो प्रकाश भुजेलले अहिले चाहिँ तिम्रो अनुहार न धनुहार केही पनि छैन तिमी कसरी मोडल बन्छौ के छ तपाईसँग भनेर चाहिँ उहाँलाई हेपेर कुरा गर्दैछ न रूपले दिन्छ तपाईलाई न ज्यानले दिन्छ हेपेर नबोल्नु तपाईको गाडीको छत माथि गरेर लडाइ भयो अनि त्यो के कति उहाँलाई साइडमा किन ल्याएर राखेको यस्तै दिमाग खराब गर्न पत्रकार हुन त राम्रो नियतले त यसले जेठानको नाता लगाएको छैन होला योसँग अब ऋतु बस्नेतलाई चाहिँ मेरो बहिनी हो भन्दै माला लगाएर छामछुम गरे जस्तै हो अब यो नेपाली बुढो पनि फटा रहेछ दुईटा बुढाबुढीको झगडा छ इन्टरभ्यू छ बीचमा किन त्यो तपाई अलिकति अलि विचार गरेर बोल्नु न विचार गरेर बोल्न पर्दैन तपाई विचार गरेर बोल्न पर्दैन तपाई बरु तपाई यहाँबाट जानुस् लिन पर्दैन तपाईको किनभने अनि किन त नि सन्किन आएको त खराब हो जाएगा मैं मां जहिले पनि तपाई बुढा र बुढीको विषयमा खाली किन म मुद्दा लाउँछु हैन मुद्दा लाउनु जेसुकै लाउनुस् त्यो मतलब भएको तपाई खाली मेरो बुढीलाई उछाल पछाड गर्ने काम अधिकार छैन नि त यार अम्मा बहन पे आ जाऊंगा मैं इनकी अम्मा बहन पे आ जाऊंगा यस्तै मिडियाहरुले इन्टरभ्यु दिइराख्छ भने यिनीहरुको डिभोर्स त पक्का भयो अर्काको घर बिगार्ने काम नगर्नुस् तीसम्म लफडा बनाएको छ तपाईले बनाइरहेछ के अहिले समझ रहे हो हामीलाई त खाली विवादमा पार्ने काम नगर्नुस् न अब यो मिडियाहरु यो नेपालीहरु यस्तै मान्छे मिलेर प्रकाश भुजेलको बुढाबुढीको डिभोर्स चाहिँ गराइदिन्छ यो चाहिँ पक्कै हो कौन है ये लोग अब यो नेपाली पुरुषले हेप्नुमा तपाईको बुढीको हात छ प्रकाश भुजेलजी मेरो बुढीसँग शंखा लाए मलाई तपाई उयो ढोकाबाट आउँदाखेरि म हात खुट्टा धोदै थिए कुसु 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 कानमा त्यसरी होइन नि त अब प्रकाश भुजेलको बुढी चाहिँ यो पत्रकारसँग मिलेस्तै छ त्यो पत्रकारको व्यवहार देखेर भुजेललाई रिस उठेको छ बुढी चाहिँ उता मुसु हाँसेछ के तपाई फेरि तपाईले के गर्नु के हो तपाई हैन म पत्रकार साथ भने हात हैन मैले फेरि दिन्छु नि हो भने हेर्दै जाऊ तिम्रो जोखाना चाहिँ म हेरिसके तिम्रो बुढीले यो पत्रकारहरुसँग यस्तोहरुसँग मिलेर तिमीलाई न घरको बनाउँछ न घाटको बनाउँछ यो चाहिँ पक्कै होला अच्छा के खोज्ने मिडियामा आउनु पर्यो ताइन दिको न कान छ न काज छ के भने त मेरो बुढीलाई के आउनु अनि यसो गर्नु उचाल्नु गुरुलाई गाली गर्नु भन्न सिका हो के तपाईहरुले फोन पनि गर्नुहुन्छ अरे प्रकाश भुजेललाई मुद्दा हाल्दै भनेर बुढीलाई म साथ दिन्छु पिरु नमान्नु हाम्रो मिडियाबाट बोल्दिने हो भनेर कुन चाहिँ मिडियाले भने अरूले भने मलाई भने हो के त्यति चाहिँ भने यस्तो कुरा गर्ने फेरि ल सोध्नु न यहाँ मेरो बुढी यही छ भन्नु आयो गुरुमा ल उहाँले होइन अर्को मिडियाहरूले त हो नि 3-4 वटा मिडियाले के भनेर नि प्रकाश भुजेलको विषयमा बेइज्जत कुरा गर्दियो नराम्रो कुरा गर्दियो हामी छौं नि साथमा तपाईको भनेर भनेको हैन तपाईहरुको घरबार भान लागिराछ नि मिडियाले नै उसूलहरु लागिराछ हो गुरुमा पहिला चाहिँ किन भाइरल हुनु पर्यो भक्तजनहरु आउन छोडिसकेको के हो तपाईसँग खाली ल्याङ हुन त सामाजिक सञ्जाल हो ल्याङ पनि के भन्नु अब यतिको नगर्दासम्म यत्रो तमासाहरु नगर्दासम्म त लाइभ रेडियोहरु आउँदैन अब यो उछाल पछाल विषयको भिडियो नबनाइकन त नेपालीले भिडियोहरु हेर्दैन सायद त्यसैले पनि यो भिडियोहरु बनाउँछ होला साथीहरु नमस्कार म हुँ टेकराज तपाईहरुलाई स्वागत छ टिआरसी युट्युब च्यानलमा तपाईहरुलाई मेरो भिडियोहरु कस्तो लाग्छ लाइक कमेन्ट शेयर र च्यानललाई चाहिँ सब्स्क्राइब जरुर गरिदिनु होला धन्यवाद यो भिडियोलाई अन्यथा नलिदिनु होला सिर्फ इन्टरटेनमेन्ट पर्पजको लागि मात्र हो अनि सब्स्क्राइब पनि जरुर गरिदिनु होला साथीहरु